अहिले चाहिँ देशमा चुनावको समय छ, हामीले सही क्यान्डिडेट कसरी चुज गर्ने? यस्तो छ, तपाईको सही क्यान्डिडेट कसरी चुज गर्ने भन्दाखेरि तपाईले पहिला सुरु तपाईको क्यान्डिडेटको छवि हेर्नुस्, कस्तो छवि भएको मान्छे हो, व्यक्ति हो हैन। तपाईले चाहिँ तपाईसँग भएको अप्सन्सहरु हेर्नुस्। आजको दिनमा तपाई चाहिँ सैद्धान्तिक रूपमा मेरो विचारमा क्यान्डिडेटमा तपाईको चाहिँ कसलाई भोट गर्ने भनेर पार्टीमा जाने भन्ने आजको हामी जहाँ छौं, हामी जुन कन्ट्रीमा छौं छैन जस्तो लाग्छ। किनभने तपाईको चाहिँ छैन यो कन्ट्रीमा, अनि कहाँ छौं हामी? किन छैनौ भन्दाखेरि तपाईको प्रिन्सिपल्ली तपाई चाहिँ सिद्धान्त बोक्नुहुन्छ। पहिला भन्थ्यो नि सिद्धान्तमा हाल्ने हो भोट भन्थ्यो। तपाईको चाहिँ अब तपाईको नेपाली कांग्रेस र तपाईको चाहिँ कम्युनिस्ट पार्टी, माओइस्ट हैन, तपाईको मिलेर तपाईको चाहिँ के छ भन्दाखेरि चुनावमा गइराछ भनेपछि त्यहाँ सिद्धान्त बाँकी भयो त? सिद्धान्त बाँकी भयो त? सिद्धान्तलाई गर्ने हो त? होइन नि त। वास्तवमा होइन। तपाई नेसनको लागि, देशको लागि सोच्नुहुन्छ, समाजको लागि सोच्नुहुन्छ भने तपाईको क्यान्डिडेट कस्तो छ, तपाईको क्यान्डिडेटको तपाईको चाहिँ कम्पिटेन्सी के हो, तपाईको क्यान्डिडेटले तपाईको योजना बुझ्छ, विकास बुझ्छ, अर्थ बुझ्छ, समाज बुझ्छ। तपाईको क्यान्डिडेट तपाईको चुनावमा तपाईको आएर तपाईले अघि भन्नुभयो जस्तो त्यसपछि कतिचोटी तपाईको आयो, तपाईको पास्ट ट्र्याक रेकर्ड, तपाईको क्यान्डिडेट, तपाईको नेताले तपाईको चाहिँ के गर्यो पास्टमा, तपाईले ट्र्याक रेकर्ड हेर्नुस्। राइट। तपाईको चाहिँ उसको कम्पिटेन्सी, क्षमता हेर्नुस्। तपाईको नेता गएर संसदमा तपाईको क्षेत्रको बारेमा, तपाईको ठाउँको बारेमा, विकासको बारेमा बोल्न सक्छ। त्यो बोल्न सक्ने क्यान्डिडेटलाई तपाईले सेलेक्सन गर्नुस्। आजको दिनमा तपाईको सिद्धान्त सेकेन्डरी भयो, हुँदैन। त्यसरी तपाई गर्नुभयो भने फेरि तपाई के हुन्छ भन्दाखेरि तपाईको फेसबुकमा, तपाईको चाहिँ सोशल मिडियामा भाइरल भएको भरमा तपाईले क्यान्डिडेट सेलेक्सन गर्नुहुन्छ भने, तपाईले भोट हाल्नुहुन्छ भने फेरि तपाई पछुताउनुहुन्छ। तपाईले उसको तपाईको चाहिँ विगत हेर्नुस्, उसको ब्याकग्राउन्ड हेर्नुस्। राइट। उसको तपाईको चाहिँ तपाईको योजना हेर्नुस्। उनले वास्तवमा बोलेको भाषण र वास्तवमा गरेको व्यवहार, तपाईको इम्प्लिमेन्ट गरेको उनले चाहिँ त्यो भाषण तपाईको इम्प्लिमेन्ट गर्न सके कि सकेन, गर्छ कि गर्दैन, गर्न सक्छ सक्दैन। विगतमा जितेको त तपाईको तपाईको क्यान्डिडेटको त तपाईले हेर्न सक्नुहुन्छ। तर नयाँ आउने क्यान्डिडेट छ भने तपाईले कसरी हेर्ने त? उसको तपाईको ब्याकग्राउन्ड हेर्नुस्, उसले गरेको एक्टिभिटिज हेर्नुस्। तपाईले राइट क्यान्डिडेट सेलेक्ट गर्नु भएन भने आज पनि तपाईको चाहिँ फेसबुकको भरमा, तपाईको भाषणको भरमा तपाईले क्यान्डिडेट सेलेक्ट गर्नुहुन्छ, तपाईले भोट हाल्नुहुन्छ भने तपाई, हामी, हाम्रो देश सबैजना 50 वर्ष पछि पर्नेवाला छौं। तपाईले त्यो कुरा विचार गर्नुस्। भोट हाल्दाखेरि तपाईको क्यान्डिडेट, राइट क्यान्डिडेट सेलेक्ट गर्नुस्।